As you guys can see the beautiful scenario of this tea garden. If you come in the morning time, you will see the Machapuche over here, but the weather is fucked up. तर राम्रो देखेको है, तर यहाँ हेर्न कस्तो बिचमा यी खोक्रो पार्दै यार। तर इलाम गएन अझ नि कस यो भन्दा राम्रो छ होला तर उन त है। ए राम्रो देख्यो। उयो कस्तो नराम्रो दिएको त्यसले गर्दा त्यतिले है। वाउ, बिच बिचमा लाइफ लेसन दिइराख्छ हाम्रो रोनितले। अनि मोटिभेसन नै हल्का दिन्छु मैले। एउटा लङ्गो गीत गाइदियो नि त रोनित, लङ्गो गीत गाइदियो नि त एउटा। लङ्गाउमा हे त भन्दैन बे भट होइन मर्दीबाट यहीँ माथिबाट झरेको त्यति बेला चाहिँ डेन्जर ओह्रालो थियो है। तर अहिले चाहिँ सिजन भरे कस्तो राम्रो देखेको कि फुल ग्रिनरी यस्तो। तल बस्ने यो अब तिम्रो मर्जी, म केटाहरूलाई चिया खालाइदिन्छु। के भन्यो अब चिया खाने नि अब एउटा ठाउँ चाहियो हामीलाई, स्पट चाहियो। जान त भन काला खाने कि सेता खाने? यङ अनि भर्खर कति 9 महिना धेरै भयो। बल्ल लाइटिङ आएर चाहिँ उस देखेर चाहिँ राम्रो देखेको अरे चाहिँ। यो चाहिँ सबै काट्दै रहेछ। अब यताबाट जाने टक्ट साथीले चिया खाने, चिया खान्छ, मलाई चिया खान मिठो लाग्दैन। अनि पानी सानी खान्छु, अनि तलतिर जाने, गाउँ घुम्ने, अनि घर जाने, खाना खाने, सुत्ने। त्यही हो हाम्रो आजको। मलाई बोलाएको हन्टेड प्लेस गाउँको चियाबारीबाट फर्किँदा देखि एउटा त्यो राति मुभी हुन्छ नि, एउटा केटीले भन्छ नि यस्तो राति सुनसानको बाटोमा, सुनसानको बाटोमा हामी चारजना केटाहरू लखर तल चियाबारी भएर तल बिस्तारै झर्दै, पछाडि तलमाथि कोही छैन होइन। जस्ट किडिङ। कि कस्तो है ट्याक्कै ब्याकग्राउन्ड नि मिलाउँछौ भनेको। लास्ट मान्छे यताउतिबाट बढ्दै गयो। ट्विस्ट अनि चढ्दाखेरि भैँसी रोनित कस्तो तर्सेको यही आमा त्यति बेला। म थाहा पाएकै थिएन क्या त्यति बेला चाहिँ त्यो। म त अनि पछि त रोनित त बाटो हल्का साङ्ग्रो छ अनि राम्रो पनि छैन, त्यही भएर चाहिँ भिडियो एकछिन अफ गर्छु। सरी, हियर इज आवर लर्ड गौतम बुद्ध। लर्ड तर राम्रो बनायो स्ट्याचु है टक्क। उहाँ फेरि कम्पेरिजन पुग्नलाई
ए कस्तो उसकै स्लिपी आइस त अनुहार त कस्तो अलि गौतम बुद्धको त अलि आनन्द काम हल्का यो चाहिँ एङ्ग्रीवाला रहेछ कि होइन एङ्ग्री भन्दा पनि झ्याउ लाग्यो जस्तो लेजी चाहिँ लङगाउँको भ्यू रातिको चिप्स तर त्यस्तो खासै धेरै घरहरू चाहिँ छैन है तर लङमा नि दादा चिप्स चाहियो कि 150 को 3टा ल तिमी त खान्न जिउ गर न राम्रो देखेको रातिको भ्यू यता चाहिँ अहिले ब्यान्ड होल्डर राखेर रहेछ लङ गाउँ लङ भिलेजको गेसी हजुर खोइ मलाई भनेको क्युटी पाइ यहीँ चाहिँ पाइदिएको यहीँ चाहिँ यहाँ पाइदिएको दादाको भगमा हेलो भन न हेलो भन मागर झिलिमिली यो खै खाना पाइदिएले खोइ सुसान खोइ सुसान कति खाना बन्द खाना बन्ने र छैन कति के छैन रे यहाँ बाख्रा पाल्छ है हजुर सानो म्याउलाई यही छ कति धेरै छ एउटा पनि छैन रहेछ ऊ बाख्राहरू देख्यो है तल नजाने तल गयो भने गनाउँछ चियो हुन्छ ह्यान्ड्सब्याग हो